अब अहिले पनि गाडी चलाउँदाखेरि नो पार्किङको ठाउँमा लगाउँदाखेरि त्यही याद आउँछ बच्चाको। आफूले अरूको हावा निकाल्दाखेरि मेरो पनि कसैले निकाल्ला कि भनेर गाडी त्यो सुरक्षित ठाउँमा पार्किङ गर्न चाहन्छु। त्यो जनचेतना हुनु पर्यो हामीले। अब तपाईँहरू सबैजना मलाई लाग्छ कोही 1, 9, 10, 10 आउनु होला। अब आगामी दिनमा तपाईँहरू कोही इन्जिनियरिङमा, कोही मेडिकलमा, कोही अफसरमा, कोही वैज्ञानिक, कोही नेता, कोही विभिन्न फिल्डहरूमा तपाईँहरू यो राष्ट्रको निर्माणमा तपाईँहरूको योगदान हुनेछ। त्यसकारण हामीले आफ्नो समाज कस्तो बनाउने, हामी आफ्नो समाज कस्तो निर्माण गर्ने भन्ने पछाडि त्यो हामीले नै अब डिसाइड गर्नुपर्छ। कोही अरूले आएर हाम्रो समाजलाई डिसाइड गर्ने होइन। हाम्रो फेरि नेपाली कस्तो बानी छ कि हामी विदेश जाँदाखेरि इन्टरनेसनल एयरपोर्टमा ओर्लिन बित्तिकै एउटा चकलेट खाए पनि उसको ऱ्यापर चाहिँ त्यो डस्टबिन खोलेर डस्टबिनमा हाल्न जान्छौँ। केही गर्नु पर्यो भने त्यो सम्बन्धित ठाउँमा जान्छौँ। रोड लेन क्रस गर्नु पर्यो भने जेब्रा क्रसिङ हेरेर, रेड लाइट हेरेर अनि मात्रै क्रस गर्छौँ। तर त्यही व्यक्ति नेपाल फेरि फर्किन बित्तिकै काठमाडौँ एयरपोर्टमा ल्यान्ड हुन बित्तिकै त्यहाँ कता कुनामा पिच्चा पान खान थालिदिने कि रोडमै उभिएर कुन बेला यही हामी बाटोमा हिँड्दाखेरि मलाई लाग्दैन कुनै मान्छे यसो रोड क्रस गर्दाखेरि दायाँ बायाँ हेर्नुहुन्छ कि गाडी आइरहेछ। हाम्रो कन्सियसमा हुन्छ कि हामी क्रस गर्दाखेरि गाडी आफै उठिहाल्छ। हामीलाई हेरिसकेपछि गाडी इन केस त्यो गाडीको ब्रेक फेल भइदियो भने केही छैन। ड्राइभरले चाँदा पनि ब्रेक लगाउँदा त्यो लाग्न सक्दैन। त्यसकारण चाहिँ हामी सडकको जति पनि नियमहरू हुन्छ त्यो नियम पालना गर्न सबैको जरुरी छ। त्यो हामी एकजनाले नियम पालन गरिदिए पछाडि भइहाल्छ भनेर हुँदैन। जबसम्म हामी सबैले त्यो नियम पालना गर्दैनौँ तबसम्म मलाई लाग्छ यो सम्भव हुँदैन। त्यसकारण चाहिँ मैले योभन्दा अगाडि साल पनि मैले केही कुरा भनेको थिएँ कि हामी अब एजुकेटेड गर्नको लागि रोडमा जति मेहनत गरिरहेको छौँ त्यति मेहनत हामीले स्कुलमा पनि गएर सबै विद्यार्थी जुन बिहानको टाइममा पिटीको टाइममा बरु स्कुललाई पत्र लेखेर एकै ठाउँमा सबै विद्यार्थीलाई राखेर 10 मिनट 5 मिनट हामी चाहिँ त्यो गरौँ र सबै स्कुललाई पनि पत्र लेखौँ कि पिटीको टाइममा उहाँहरूले थोरै ट्राफिक सम्बन्धी जनचेतनामूलक कार्यक्रम अथवा केही सधैँको सधैँ एउटा केही हामी सिकाउने काम स्कुलको दायित्व पनि हो। उनीहरूले पनि हामी फोकस गरेर गर्नुपर्छ। अर्को कुरो अब म हाइवेमा जाँदाखेरि ट्राफिक साथीहरूले के भन्छ अब सिधा 70 यो धनुषा सके पछाडि मोहतरी आउँछ। ठ्याक्क धनुषाको बोर्डरमा हाम्रो ट्राफिक चेक भइरहेको हुन्छ र 1 किलोमिटर टाढा मोहतरीको चेक पोइन्टमा 1 किलोमिटर पनि हुँदैन 500 मिटरको डिफ्रेन्समा मोहतरीको पनि चेक पोइन्ट हुन्छ। चेक गरिरहेको हुन्छ। सबै गाडीलाई रोकेर चेक गरिरहेको। त्यो 1 किलोमिटरको डिस्टेन्समा किन चेक गर्नु? सर्लाहीको कट्न बित्तिकै रोथर आउँछ। सर्लाही र रोथरको बोर्डरमा चेक भइरहेको हुन्छ। के चेक गर्ने? त्यो यो ट्रकलाई बसलाई यहाँ चेक गरेर डकुमेन्ट फेरि अर्को बोर्डरमा यो त हेरेसमेन्ट काम गर्ने काम हो। चेक गर्नुपर्ने छ भने हामी रुट बनाएर त्यसमा रुटमा चाहिँ चेक गर्नु। ट्राफिक कसरी लिमिट दुर्घटना कसरी लिमिट गर्नुहुन्छ त्यो प्लान हामी बनाउँ। योभन्दा अगाडि पनि हामी चिट मात्रै काट्ने हो। चिट काट्नेमा अलिकति कम भएको छ पहिला। तर हामी जनचेतनामूलक कसरी त्यो ट्राफिकलाई भन्नुहोस् न उहाँले जो ट्राफिक रुल्स गरेको छ उसको भिडियो तपाईँ सोधेर भिडियो बनाएर सार्वजनिक गरिदिनुहोस् न। अलिकति उसलाई चाहिँ आफू नैतिकतामा पनि पर्छ कि म गल्ती गरिरहेको छु मेरो बारेमा सबै सामाजिक सञ्जालमा आइरहेको छ भन्दाखेरि भोलिका दिनमा ऊ पनि सचेत हुन्छ। अब मान्छे आज जस्तो भइसकेको छ उसैलाई सुधार्नको लागि हामीले केही उपायहरू गर्नुपर्छ र यसो ठाउँमा उसमा गरेर कति ठाउँमा झाडीमा यसो पासो थापेर बसेर हुन्छ त्यस्तो नगरेर सुरक्षित ठाउँमा ट्राफिकलाई पनि सुरक्षित बस्नुपर्छ। किनभने उज्यालोका घटनाहरू सोसल मिडियाहरूमा आयो त्यो आउँदाखेरि दुःख लाग्छ कि यस्तो घटना नहुनुपर्ने ठाउँमा यस्तो घटना कसरी भयो। त्यसकारण चाहिँ
ट्राफिक भाइहरूले पनि सुरक्षित बस्नु, त्यो अब टोलीहरू लिएर जाँदाखेरि त्यो सुरक्षित भयो र जो गल्ती गरेछ गल्ती गरेर सधैँ पनि हुनुपर्छ। त्यो हिसाबले हामी अगाडि बढौँ र यो हाम्रो जहिले पनि मोटिभ होस् कि हामी एकजनाको पनि ज्यान बचाएर भने धेरै ठुलो काम हो। त्यस कारणले एकजनाको ज्यान हाम्रो त्यो लाइफको कर्तव्यभन्दा ठुलो हो भनेर त्यो महसुसमा राखेर हामी अगाडि यो कार्यक्रमहरू गर्दै गयो भने हाम्रो मोटिभ पुरा हुन्छ। र खास गरी आज सबै युथ भाइ बहिनीहरूको मेरो यही सन्देश छ कि तपाईँहरूको लाइफ, तपाईँहरूको जीवन अमूल्य छ, त्यसलाई कसरी बचाएर एउटा सभ्य नागरिक बनेर यो देश राष्ट्र निर्माणमा तपाईँहरूको योगदान हुन्छ, त्यही सोचेर त्यही अगाडि बढेर, किनभने तपाईँहरू आउने दिनमा यो राष्ट्रको निर्माता हो, तपाईँहरूले अगाडि थाक्ने हो, चाहे जुन फिल्डमा गए पनि तपाईँहरूले योगदान हुन्छ। त्यो योगदानलाई आफ्नो मस्तिष्कमा राखेर, आफ्नो बुवाहरू आमाको मस्तिष्कमा राखेर सम्झना, उहाँहरूको सम्झना राखेर आफ्नो गतिविधि गर्नुहोस् र नैतिक मान्छे बन्नुहोस्, त्यही शुभकामना दिँदै यो ट्राफिक सप्ताहको